नमस्ते साथीहरू। आज हामी जादुई यात्रामा जान्छौं। यो देख्नुहुन्छ? यो हो जिरो, खाली गोलो। यसको मतलब के पनि छैन। तर यही जिरोबाटै सबै कुरा सुरु हुन्छ। जिरोमा एक थप्दा बन्छ एक। एउटा कलम, एउटा साथी, एउटा सपना। एकमा अर्को एक थप्दा दुई। अब दुईवटा हात, दुईवटा आँखा। यसरी गन्दै जाँदा हामी पुग्छौं 10 सम्म। 10 भनेको हाम्रा दुवै हातका औँलाहरू हो। 10 मा जिरो थप्दा बन्छ 100। 100 भनेको 100 रुपियाँको नोट। 100 मा अर्को जिरो थप्दा 1000। 1000 भनेको 1000 पाइला हिँडेपछि पुगिने ठाउँ। हेर्नुस् त, एउटा सानो जिरोले कति ठुलो बनाइदियो। अब 1000 मा 3 वटा जिरो थप्दा बन्छ 1 लाख। 1 लाख भनेको 1000 रुपियाँको 100 वटा नोट। र 1 लाखमा 2 वटा जिरो थप्दा बन्छ 1 करोड। 1 करोड भनेको धेरै ठुलो सङ्ख्या हो, गन्नै गाह्रो। तर साथीहरू, सबैभन्दा ठुलो कुरा के थाहा छ? यी सबै सङ्ख्या जिरोबाटै सुरु भएका हुन्। हाम्रो जीवन पनि त्यस्तै हो। आज तिमी जिरोबाट सुरु गर्यौ भने मिहिनेत र सिकाइले एक दिन करोडसम्म पुग्न सक्छौ। त्यसैले कहिल्यै जिरो हुँदा डराउनु पर्दैन, किनकि जिरो भनेको अन्त्य होइन, यो त सुरुवात हो।